जनतासँग प्रत्यक्ष संवादमा रहेको र अभिनय चलाएको हुङ्कार दिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आलोचना सहन र प्रश्न सुन्न नसक्ने हरकत नुवाकोटमा देखाए। शनिबार नुवाकोट स्थित सूर्यगढी गाउँपालिका 3 चोकते बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रश्न गर्न खोज्दा सूर्यगढी 2 बरेका जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरी केही समयपछि छाडेको थियो। अधिकारीले मेरो एउटा प्रश्न छ भनेका थिए। प्रचण्डले जवाफमा भने, यो कुनै सवाल जवाफ गर्ने समय होइन। प्रश्न गर्ने भए पत्रकार सम्मेलनमा गर्नु भन्दै आफ्नो भाषण टुङ्गाए। प्रश्न सोध्नु अपराध हो भने गणतन्त्रको के अर्थ रह्यो? यो घटना केवल एक व्यक्तिको पीडा होइन, यो त राज्य र जनता बीचको सम्बन्धमा गहिरिदो दरारको सङ्केत हो, जहाँ नेतृत्व प्रश्न लिन तयार छैन र जवाफको साटो दमनको शैली रोजिन्छ। यस घटनाले फेरि सम्पूर्ण नेपाली जनतालाई एउटा सन्देश दिएको छ, चुप लाग्नेलाई सम्मान, आवाज उठाउनेलाई आक्रमण।